Hello, namaste मित्रहरू. Welcome back my YouTube channel, YouTube videos. मित्रहरू, तपाईहरू देख्न सक्नुहुन्छ यो मेरो गाउँको वातावरण र गाउँको अवस्था यहाँ देख्न सक्नुहुन्छ जीवन मृत्युसँग जोडिएको हाम्रो प्राकृतिक उपहार बाँसझ्याङहरू रहेको छ मित्रहरू र यहाँ चाहिँ ठुल्ठुलो झ्याङहरू देखिन्छ मित्रहरू। यी अहिलेको वर्षायामको समयमा यहाँहरूले देख्न सक्नुहुन्छ जता पनि मकै त्यो परको यो ठुलो बरपिपलको झ्याङ हो जुन चाहिँ पाउला खेलिरहेको देखिन्छ र मित्रहरू मकैबारी अहिले मकैको सिजन हो मित्रहरू र अब यस मकैलाई चाहिँ हामीले टिपिसकेपछि मकैको बाली उठाइसकेपछि अब धान रोप्ने तयारीमा हो मित्रहरू। यो भिडियो तपाईहरूले देखिरहनु भएको छ। यो भिडियो चाहिँ धनकुटा जिल्ला महानगरपालिका वार्ड नम्बर 2 उत्तेममा टोल गाउँको एउटा छोटो भिडियो दृश्य यहाँहरूले सर्वर दृश्य यहाँहरूले चाहिँ देख्न गइरहनु भएको छ र तपाईहरूलाई थाहै छ होला मित्रहरू कसैको मृत्यु पश्चात बनाइने एउटा स्मृति हो मित्रहरू र यो चाहिँ एउटा प्रतीक्षालय पनि हो मित्रहरू। यहाँहरूले वर्षायामको समयमा देख्न सक्नुहुन्छ मित्रहरू यहाँ पिँडालु रहेको छ। पिँडालुहरू र यहाँ तलतिरको दृश्य देख्न सक्नुहुन्छ मित्रहरू। कटहर केराको बोटहरू विभिन्न फर्सीका लहराहरू देखिन्छ मित्रहरू र अहिले म चाहिँ यहाँहरूलाई हाम्रो उत्तेममा टोल गाउँको सुरुवाती बाटो यस्तो छ मित्रहरू। तपाईहरूले जो कहिले पनि यस्तो खालको बाटोहरू हिँडेर हुर्किनु भएको होला मित्रहरू र हामीहरू जो कहिले पनि यस्तो खालको गाउँहरूमा हामी हुर्किन्छौँ, जो कोही पनि हामी गाउँले परिवेशमा घरहरू देख्न सक्नुहुन्छ मित्रहरू। यस्तो खालको गाउँहरू रहेको छ। अहिलेको समयमा र यतापट्टि दायाँपट्टि पुरै मकैबारी रहेको छ मित्रहरू। मकैबारी दरामको अवस्था हो मित्रहरू र यो गाउँमा चाहिँ ठिक्क चिटिक्क परेको घरहरू देख्न सक्नुहुन्छ मित्रहरू र अति नै सुन्दर छ हाम्रो गाउँले घरहरू, गाउँले परिवेश, गाउँले रहनसहन। यस्तै गाउँबाट हुर्किएर आफ्नो रीतिरिवाज, आफ्नो संस्कार संस्कृतिहरू हामी सिक्ने गर्दछौँ मित्रहरू। हेर्नुहोस् यो केही महिना अगाडि चाहिँ यहाँ बिहे भएको हुनसक्छ मित्रहरू र यो चाहिँ बिहेको गेट हो, शुभकामना गेट, शुभ विवाह गेट रहेको छ मित्रहरू र यहाँ चाहिँ सुनकौलीको बोट रहेको छ र यता केराको बोटहरू रहेका छन् मित्रहरू देख्न सक्नुहुन्छ। अति नै रमणीय ठाउँ छ मित्रहरू। तर यो बर्खाको समयमा सबैजना गाउँले जीवन अहिले घाँस काट्ने, धानको ब्याड राख्ने
समयमा व्यस्त भएको कारणले गर्दाखेरि चाहिँ मित्रहरू प्राय गाउँघरहरूमा त्यति मानिसहरू देख्न सकिँदैन र यहाँ मित्रहरू कुखुराहरू देख्न सक्नुहुन्छ। उतापट्टि सुँगुर देख्न सक्नुहुन्छ मित्रहरू। र प्राय हाम्रो गाउँठाउँमा यस्तै किसिमका घरहरूमा कुखुरा बाख्रा सुँगुर भैँसीहरू त नहुने कुरै भएन नि होइन मित्रहरू। यहाँ माथि सानो आँपको बोट छ, केही फली पनि रहेको छ, यहाँहरू देख्न सक्नुहुन्छ। अति नै सुन्दर गाउँले परिवेशको घरहरू देख्न सकिन्छ मित्रहरू। हेर्नुहोस् त मित्रहरू, कति सुन्दर फुलहरू फुलेको छ। यस्तो गाउँले जीवन यति राम्रो हाम्रो गाउँठाउँ घरहरू। यो अगाडिको ठुलो बोट रुद्राक्ष फुल खेलिरहेको अवस्थामा छ। यहाँ अग्लो अग्लो रुद्राक्षको बोटहरू पनि देख्न सकिन्छ यिनीहरू। र मित्रहरू घरहरू यस्तै रहेका छन् हाम्रो गाउँठाउँमा। र गाउँठाउँको परिवेशमा चाहिँ मित्रहरू अति नै वर्षायामको समयमा फुलहरू फुलेको देख्न सकिन्छ मित्रहरू। देख्न सक्नुहुन्छ यहाँ यस्तो राम्रो गाउँले जीवन बिताउनु भनेको एउटा सौभाग्य हाम्रो मनुष्यको जीवनलाई मान्नु पर्दछ। हेर्नुहोस् मित्रहरू, घरहरू खरले छाएको घर, जस्ताले छाएको घर, कति राम्रो। यस्तो गाउँठाउँहरूलाई हामी जगेर्ना गर्नुपर्छ, भुल्नु हुँदैन मित्रहरू। यहाँ फुलहरू रहेको छ, अति नै रमणीय। कुखुराको चल्लाहरू यहाँ पानी आउँछ मित्रहरू। यहाँ सुँगुरको खोर बनिरहेको छ मित्रहरू, देख्नुहुन्छ। यहाँ विद्यार्थीहरू स्कुल बिदा हुने समय छ मित्रहरू। धानको बिउ तयार भइसकेको छ मित्रहरू। अब असार महिना लाग्नै लागिसक्यो मित्रहरू।
असार भनेको धान रोप्ने महिना हो। त्यसैले मित्रहरू यहाँ धानको बिउ तयार भइसकेको अवस्था छ।